नमस्ते, म डाक्टर वासुदेव बास्कोटा। खर्च मेरो 5 थर फेरि गरी म बिएनसी स्थापना भएको झन्डै 1-1.5 हप्ता मात्रै भएको थियो। त्यस पछाडि म पूर्ण रूपमा सर्जरीको विभागीय प्रमुख भएर चाहिँ कार्यरत छु। बिएनसी राम्रो प्लेटफर्म थियो मेरो लागि। यहाँका जनताहरूको सेवा दिनु थियो। नहुने केसहरू बाहिर जानुपर्ने स्थिति थियो, त्यसलाई रोक्न सकिन्छ भन्ने एउटा कुन थियो। मम्मीलाई पनि सर्भाइकल क्यान्सर थियो। त्यो सबैको उपचारको फैसला यहीँ दिन सकिन्छ। झापाको मान्छेले यहीँ रोक्न सकिन्छ। हजुरको विभाग अब हजुरको विभागीय प्रमुख हुनुहुन्छ। हाम्रो डिपार्टमेन्ट अफ जेनरल सर्जरीमा चाहिँ कस्ता खालका सुविधाहरू हामी प्रदान गरी आइरहेका छौँ? हामी जेनरल सर्जरी मात्रै भनेर स्थापित छैनौँ। हामी मिनिमल इन्भेजिभ सर्जरी अहिले जुन चाहिँ ल्याप्रोस्कोपिकदेखि लिएर कम्प्युटराइजेसन गर्ने भन्ने एउटा जुन आएको छ, सँगसँगै अब रोबोटिक पनि आइसकेको छ। यो सबै मिनिमल इन्भेजिभ जुन छ, मान्छेले पेन पनि कम हुने, दुखाइ कम हुने, घाउ सानो हुने, चाँडो रिकभरी हुने जुन एउटा इन्टरथेरीको अपरेसन, त्यसै हर्नेको अपरेसनहरू, एपेन्डीहरू, त्यस पछाडि क्यान्सरको जुन सर्जरी अहिले जुन भइरहेको छ, सबै हामी चाहिँ मेसिनबाटै ल्याप्रोस्कोपिक हिसाबले नै गर्ने। विभागमा चाहिँ मसँग सहित गरेर 5 जना छौँ एज अ सर्जन। एकजना सिनियर डाक्टर मुक्ति हुनुहुन्छ, उहाँ क्यान्सर सर्जन। उहाँ सबै हामी एउटा टिममा चाहिँ कार्यरत छौँ। भने पछाडि पूर्वी नेपालका कोही पनि जनमानसहरू कुनै पनि अपरेसन वा उपचारको लागि बिएनसी बाहेक अरू स्थान जानु पर्दैन। धेरै केसहरू बाहिर जानुपर्ने स्थिति देखिरहेको छ। यिनी हामीले काठमाडौँमा नहुने सेवाहरू पनि, काठमाडौँ हुन सक्ने सेवाहरू सबै नै हामीले यी दिने प्रयत्न गरेका छौँ र बेस्ट दिने उसमै छौँ। हामी बेस्ट दिनै रहेको छौँ। बिएनसीले त अब विश्वस्तरीय सेवा सुविधा दिइरहेको छ, अनि यसको यो शुल्कहरू पनि विश्वस्तरीय लेभलकै अलिकति अधिकतममा छ कि भन्ने कहिले कहिले सुन्नमा आउँछ। त्यो कुरा चाहिँ कतिको मिथ्य हो कि सत्य हो? सुरुवातदेखि नै हामी 400 हारारीको ओपीडीबाट हेरिरहेको छौँ। रिजन बिमामा हामी 18,000-1200सम्म बिरामी हेर्थ्यौँ। अब बिमारीले सरकारले नै बिमा बन्द गरिदिएपछि हामीले के छ भने अहिले पनि हाम्रो ओपीडी झन्डै 500-600को हारारीमा छ। बिमा हुँदाखेरि हाम्रो रेटमा रिभाइज गरेका छ। रेटमा हामीले सबै चित्त नबुझ्नेहरूलाई हामी रेट रिभाइज गरेका छौँ। त्यसले गर्दा हामी महँगो कुरा जुन भनेको छ त्यो कुरामा चाहिँ हामी त्यति विश्वास गर्ने होइनौँ। सर्जरीमा चाहिँ अब पेट दुख्ने बिमारीहरू हुन्छन्, पित्तथैलीहरू हुन्छ, समस्याहरू हुन्छन् होइन। हामी इन्डोस्कोपी गर्छौँ, कोलोस्कोपी गर्छौँ, सब स्क्रिनदेखि लिएर ब्रेस्टमा म्यामोहरू छन् हाम्रो। त्यस पछाडि डेक्सा स्क्यानहरू, पेट स्क्यानहरू चाहिँ क्यान्सर रोग छ छैन भन्ने हेर्नलाई चाहिँ मान्छेलाई के छ भने अन्तिम पेट स्क्यानहरू भने चाहिँ के छ भने केही नहुँदाखेरि बा केही छ कि भन्ने एउटा सोचाइ हुँदाखेरि पेट स्क्यानको रोगहरू पनि छन्। एउटै छानामुनि एमआरआई देशभरि नै हामीले के ठोक्का गर्न सक्छौँ भने एउटै प्लेटफर्म भने पेट स्क्यान, एमआरआई स्क्यान, रेडियोथेरापी, केमोथेरापी, सर्जरीहरू, अन्को सर्जरीहरू, मल्टी स्पेसालिटी जुन हिसाबले हामी चाहिने जुन एउटा थियो त्यो सबै हामी यहीँ छ, यहीँ छानामुनि छ। र यो सेवा चाहिँ हाम्रो अहोरात्र खटेर हुन्छ कसरी हुन्छ हामीले दिने प्रयास गरेका छौँ। हजुरहरूले हामीबाट सेवाहरू लिन सक्नुहुन्छ भन्ने कुरा चाहिँ आश्वासन दिन चाहन्छु। एज अ बिएनसीमा टिम अफ एक्सपर्टलाई चाहिँ हजुरको विभागले चाहिँ कसरी योलाई परिभाषित गरिएको छ त? यो वान अफ द बेस्ट टिम जस्तो लाग्छ। हामी सर्जरी रिजर्भको हामीबाट केही कमजोरी हुने मौका दिएकै छैनौँ। अब अप टु डेट हुने कुरामा हामीले जे बेस्ट वर्ल्डले प्र्याक्टिस गरिरहेको छ त्यसमा हामी अप टु डेट वरिपरि संस्थाहरूले दिने भन्दा हामीमा चाहिँ हामी अलिकति कम्पिटेन्टै छौँ जस्तो लाग्छ। बाहिर संस्थाहरूले एकजनाले काम गर्ने भन्दा पनि हामी टिम छौँ। वी बिलिभ इन टिम वर्क। टिममा बेच्नेपछि बिरामीलाई पनि आउटकममा धेरै फरक पर्छ जस्तो लाग्छ मलाई। बिरामीको सेवामा फरक पर्छ। त्यसैमा हामी विश्वास गर्ने हुनाले हामी बेस्ट हौँ भन्ने चाहन्छौँ। धन्यवाद डाक्टर साहब, हजुरको समयको लागि धेरै धेरै धन्यवाद।